तपाईँहरूको सामु मै हो, त्यो पनि मै हो है। र डिएक्सनमा आउनुभन्दा अगाडि डिएक्सनमा गइसकेपछिको यो पिक्चर मेरो पहिलो भेट मुक्तिराम महरा सर, उहाँको लागि फेरि पनि एक जोरदार ताली आशा गर्दछु हजुरबाट। र यो दिन म कहिले बिर्सिने छैन कि डिएक्सन खोज्दै एक्लै केटी मान्छे डिएक्सनको अफिसमा पुग्दाखेरि नवीनचन्द्र सर र निरज सरले मलाई डोल्याउँदै मेट्रो स्टेसनबाट लानुभएको त्यो दिन म कहिले पनि बिर्सिने छैन। र मैले युज गरेको प्रोडक्ट मेन मैले युज गरेको भनेको मोरङ्गी जुस र स्पाइरुलिना हो। मेरो यो सबै समस्याहरू सँगसँगै यो समस्यालाई अहिले निचोलेर तपाईँहरू सामु सन्जुतामा उभिरहेको छ, यही हो मोरङ्गी र स्पाइरुलिना। र म यो जुन यो प्रोडक्टहरू युज गर्दै गर्दाखेरि डिएक्सनको प्रोडक्ट युज गर्दै गर्दाखेरि आज चाहिँ सफल भन्नाले सफल भएको छैन, तर मैले सफल भएको व्यक्तिभन्दा चाहिँ धेरै चाहिँ म खुसी छु, मैले पाएको छु है। यो भनेको यो मलाई सम्मान हुँदै गर्दै यही ठाउँमा जुन ठाउँमा अहिले म उभिएको छु यही ठाउँबाट स्टार्टिङ गरेर यही ठाउँमा सम्मानित हुन पाएको व्यक्ति सन्जु तामाङ यही हो। र यो डिएक्सनको स्ट्राटेजीको प्रिन्ट लिँदै गर्दाखेरि दुहा अफिसको एउटा पिक्चर रहेको छ। सायद मैले कमाएको पैसाले पनि किन्न सक्दिनँ, म जिन्दगीभरि कमाएँ भने पनि किन्न सक्दिनँ जुन सम्मान र यो इज्जत पाएको छु। मैले डिएक्सन गर्दै गर्दाखेरि के कुराबाट सामना गर्नु पर्यो तपाईँहरू सामु आएको छ। एउटा रहेको छ लोग क्या कहेगा, दुनियाँले के भन्छ भनेर हामीले मैले डिएक्सन छोडेको भए हिजोको दिनमा के म यहाँ हजुरहरू सामु उभिएर बोल्न सक्थेँ र? सक्दिनँ थिएँ नि हैन। समय नै है मसँग के म पनि त 12 घण्टा काम गर्छु, तपाईँहरू पनि 12 घण्टा काम गर्नुहुन्छ होला, धेरै 12 घण्टा 15 घण्टा काम गर्नुहुन्छ होला। समय त 24 घण्टा पनि सबैजनासँग हैन कि 24 घण्टा बढी अरू सरसँग छैन नि, सबैजनासँग 24 घण्टा छ। 8 घण्टा काम गर्ने र 12 घण्टा काम गर्ने व्यक्ति पनि कतारमा छ र हामी मात्रै हैन। डिएक्सनमा के हामी मात्रै यति मात्रै मान्छे हो र यो कतारमा छैन त, नेपाली भनेको हामी मात्रै हो। यहाँ कम्तीमा पनि नेपालको तपाईको चाहिँ 50% व्यक्ति चाहिँ 50-80% व्यक्ति नेपालबाट बाहिरी मुलुकमा रहेको छ। तर डिएक्सनमा आज हेर्नुस् तपाईहरूलाई समय र आफ्नो इज्जत र इमान कमाउनु छ। हामी सबै पैसा कमाउन कता आएको हो, तर पैसाको चक्करमा आफ्नो स्वास्थ्य गुमाइरहेको छौँ। हेर्नुस् समय छैन, समय कोसँग छ? त्यही समयलाई 24 घण्टाबाट बचाएर तपाईहरू 2 घण्टा मात्रै डिएक्सन गर्नुहोस्। सरी यसमा अलिकति अरू पनि रहेको छ। रिश्तेदार, दोस्त, परिवार, आत्मा की आदत, समाज, डर, यो सबै मसँग पनि आएको हो, मैले मसँग नआएको होइन। हिजोको दिनमा डिएक्सनमा आउँदै गर्दाखेरि मेरो साथीले म आज डिएक्सन गएर आएको, डिएक्सन अफिस गएर आएको, मैले डिएक्सन गर्दैछु भन्दाखेरि मैले मैले डिएक्सनको टुथपेस्ट देखाउँदै गर्दाखेरि मेरो साथीले 6वटा सेन्सोडाइनको टुथपेस्ट ल्याएर मलाई देखाएको थियो क्या। मसँग खाना खाने साथीहरू छन्, खाना खाने साथीहरूले मलाई देखाउनुहुन्थ्यो क्या। त्यो दिन मैले कहिले पनि बिर्सिन्न जब म डिएक्सनको टुथपेस्ट देखाउँदै गर्दाखेरि मेरो साथीले सेन्सोडाइनको टुथपेस्ट मलाई देखाउनु भएको थियो। यो नि साथी समाज हैन दोस्त, तपाईहरुलाई के साथीले पाल्देको छ? समाज आएर पाल्देको छ? तपाईको घर फ्यामिलीले पनि हेरेको छैन होला सायद। तपाईको आफ्नो फ्यामिलीले या आफ्नो बोयफ्रेन्डले, आफ्नो बुढोले या आफ्नो बुढीले कसैले हेर्देको भए तपाई आज कतारको ठाउँमा के तपाईले काम गर्नु पर्थ्यो, अर्काको लेबर क्याटरिङको काम गर्नु पर्थ्यो? भन्नुस् त, एकचोटि याद गर्नुस्, तपाई सोच्नुस्, आफूले माया गर्नुस्। हेर्नुस् अहिलेको जमानामा आफूलाई माया गर्नुपर्छ, कसैले माया गर्दिदैन। यो सबै डरहरूलाई तपाईले त्यागेर सफल हुन चाहनुहुन्छ भने यो सबैको सामना तपाईले गर्नुपर्ने हुन्छ। तपाईहरु रेडी हुनुस्, डिएक्सन गर्दै हुनुहुन्छ भने यति कुराहरु चाहिँ याद गरेर मात्रै राख्नुस् कि तपाईलाई के कुराले रोक्न सक्छ। केही कुरामा
छैन, केही कुरामा भर छैन, सिर्फ सन्जु तामाङ मात्रै हो। मलाई केही कुराको डर छैन, न इज्जत, न मान, न सम्मान। सम्मानको लागि र पैसाको लागि म आज कतारमा छु। मलाई कसैको डर छैन। मेरो बाउले पनि आज त रिएक्सन नगर भन्यो भने म गर्छु। मेरो हस्बेन्डले पनि भन्नुहुन्छ, अझ पनि रिएक्सन जाँदै गर्दाखेरि चाहिँ ए केटाहरूसँग बसेर खाना खाइरहेको भन्नुहुन्छ। म तर डराउँदिनँ, किन? म सत्य बाटोमा छु नि त। यहाँनिर रिएक्सन गर्दै गर्दाखेरि मान्छेको धेरै कुराहरू लस पनि भइरहेको हुन्छ र धेरै कुराहरू गुमाइ पनि रहेको हुन्छ के मान्छेहरूले। त्यो कुराहरूलाई याद गर्नुहोस् होइन। चेन्ज यर ब्रेन, चेन्ज यर लाइफ। तपाईँले आफ्नो दिमागलाई चेन्ज गर्नुहोस् पहिला सुरु। तपाईँलाई चेन्ज गर्नको लागि दुनियाँ आउँदैन, तपाईँ खुद गर्नुपर्छ। तपाईँको ब्रेनलाई पहिला चेन्ज गर्नुहोस्, अनि पछि मात्रै तपाईँ आफै चेन्ज हुन सक्छ र तपाईँको लाइफ चेन्ज गर्न सक्नुहुन्छ तपाईँले। र ब्रेन नेचुरल थिङ्किङ हुनु पर्यो क्या। हाम्रो थिङ्किङ भनेको नेचुरल हुनु पर्यो। जस्तो रिएक्सनको प्रोडक्ट छ, रिएक्सनको प्रोडक्ट डाक्टर दातुक लिम्चीजीले बनाउनु भएको यो हाम्रो नेचुरल प्रोडक्ट हो होइन। रिविथ फर पोजिटिभ भन्नुभएको छ। हाम्रो चाहिँ दिमाग चाहिँ पोजिटिभ हुनु पर्यो सधैँ। बिल्ड डिसिप्लिन एन्ड फोकस। हाम्रो फोकस कुन ठाउँमा हुनु पर्यो? हामीले कस्तो के गर्ने हो त तपाईँ? तपाईँ आज के भन्न आउनु भएको छ कतारमा? किन घर फ्यामिली मात्रै हेर्न आउनु भएको र? घर फ्यामिली मात्रै हेर्नको लागि तपाईँहरू कतारमा आउनु भएको हो? भोलि नेपाल गएपछि कसले हेरिदिन्छ? हेर्नु त तपाईँले पर्ने हो कि होइन? काम कसले गर्छ? काम त आफैले गर्नुपर्ने हो। बुढो भएपछि आफैले गर्नु पर्यो र भोलि पनि आफैले गर्ने हो र आज पनि आफै गरिरहेछौँ। उमेर गइसकेपछि छोराछोरीले पालिदिन्छ भनेर आशा कसैले पनि नगर्नुहोस्। छोराछोरीले नि तपाईँले कमाएको पैसा हुन्जेलसम्म मात्रै तपाईँले हेर्ने हो र तपाईँले जोडेको सम्पत्ति हुन्जेल मात्रै तपाईँलाई हेर्ने हो। हेर्नुहोस्, यति याद गर्नुहोस् कि नेपालमा धेरैजना मान्छेहरू पछुताउनु पर्नेको कारण त्यो हो कि छोराछोरीले हेरिदिन्छ मलाई भनेर छोराछोरीमाथि नै खोज्याइरहनुहोस् सबै कुरा। तर पहिले चाहिँ आफू पनि हेर्नुहोस्, तपाईँले आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्नुहोस्। डेभलप सेल्फ बिलिभ भन्नुभएको छ होइन। पहिला डेभलप गर्नुहोस् तपाईँको सेल्फ र बिलिभ। मैले भनेको कुरा यही हो। ओभरकम फियर एन्ड डोब भन्नुभएको छ। डेबुट के भन्नुभएको छ? सायद मैले अलिकति यसलाई चाहिँ के गरिनँ। क्रेडिट न्यू ह्याबिट भन्नुभएको छ। तपाईँहरू ह्याबिटहरू चाहिँ चेन्ज गर्नुहोस् आफ्नो। जस्तो कि ध्यान, आफू एक्लै हिँड्ने काम गर्नुहोस्, कसैलाई पनि नपर्खिनुहोस्। मेरो साथी आउँछ म जान्छु भनेर कहिले पनि नहिँड्नुहोस्। रिएक्सनमा धेरैजना आउँछन् पनि जान्छन् पनि, आउँदै गर्छ